सबभन्दा पहिला हामी बुझ्न के जरुरी छ भने मानसिक स्वास्थ्य भनेको के हो। दोस्रो कुरा, हाम्रो मानसिक स्वास्थ्य ठीक छ वा छैन, हामी मानसिक रूपमा बलियो छौँ कि कमजोर छौँ, त्यो चिन्न जरुरी छ। र सबभन्दा महत्त्वपूर्ण खुड्किला भनेको त्यो यदि हाम्रो मानसिक स्वास्थ्य कमजोर छ भने त्यसलाई हामीले वैज्ञानिक उपायहरूबाट कसरी बलियो बनाउन सक्छौँ। नमस्कार, म डाक्टर रागेशकर, म पेसाले एउटा न्युरोलोजिस्ट हो। तपाईलाई मेरो युट्युब च्यानलमा स्वागत छ, जहाँ हामी मस्तिष्क, न्युरोसाइन्स, मानसिक स्वास्थ्य जस्ता विषयमा छलफल गर्छौँ र त्यसमा उत्पन्न हुने समस्याहरूलाई निदान गर्न र उपचार गर्ने उपायहरूको बारेमा छलफल गर्छौँ। यदि तपाईँ मेरो च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गर्नुहोस् र यस्ता यस्ता कन्टेन्टबाट आफू र आफ्नो वरिपरि भएका साथीभाइहरूलाई लाभान्वित बनाउनुहोस्।